नमस्ते, म विनोद प्रधान। रमाइलो संसार च्यानलमा आबद्ध सम्पूर्ण प्यारा मित्रहरूलाई धेरै पछि यो रमाइलो संसार च्यानल मार्फत आबद्ध भएर तपाईँहरूसँग आफ्नो विचारहरू साटासाट गर्न पाउँदा एकदम आभार व्यक्त गर्दछु। आज चाहिँ विषयवस्तु त्यस्तो उत्कृष्ट त्यस्तो तपाईँहरूलाई भन्न लायक खासै त्यस्तो छैन। आज चाहिँ मेरो कम्पनीमा बिदा भएको कारण आज घुमफिर गर्ने मनसाय राखेर हामी चाहिँ साथीहरू मेरो साथीहरू हुन्छ उहाँ साथीहरूसहित आज बाहिर यसो नागो सिटीतर्फ घुमफिर गर्न लाग्दैछौँ। तपाईँहरूलाई मेरो साथीहरूको परिचय गराउँछु। त्यसको परिचय दिनुहोस् त तपाईँहरू आफ्नो आफ्नो। नमस्कार, मेरो नाम अमर भण्डारी, मेरो घर बसेनिएका। नमस्ते, म सम्पादक। नमस्ते, मेरो नाम श्री शेखर, मेरो घर सोलुखुम्बु। अब मेरो साथीहरूको परिचय तपाईँहरूलाई दिएपछि भने हामी आफ्नो गन्तव्यतर्फ लाग्दछौँ। म बाँकी विषयपछि तपाईँहरूको क्यामेरा समेट्दै लाग्छु। ल त अहिले चाहिँ लाग्यौँ। अन्तत हामी नगएको यो सिटीतर्फ आइपुगेका छौँ। मेरो केही साथीहरू भने चाहिँ यता तलतिर घुम्नु जानुभएको छ भने अहिले हामी चाहिँ 2-3 जना चाहिँ यहाँ यो सानो पार्कमा छौँ। पार्कको जताततै देख्न सकिन्छ। अहिलेको आजको बिदाको माहौल भएर होला विद्यार्थी भाइ बहिनीहरू अत्याधिक यहाँ पार्कतिर देखिएको छ भने अहिले हामी चाहिँ घुमेर त केही साथी तलतिर जानुभएको छ। अब हामी साथीतर्फ लाग्दैछौँ। जब तलतिर दृश्य कस्तो छ त्यस्ताको दृश्य तपाईँलाई देखाउँछु।
व्यस्त सहरै भनौँ न जापानको सहर मध्येको एक नागोया अत्याधिक व्यस्त भएको सहर मान्नुपर्छ। तर पनि यहाँ चाहिँ अब हाम्रो नेपालमा जस्तो पार्कहरूमा अत्याधिक मान्छेको भिड काम नभएर छरप्रष्ट जताततै बस्ने रेस्ट गर्ने त्यस्तो माहौलै यहाँ हुँदैन। आज चाहिँ अब सायद आज सम्भवतः यो टिनेजहरूको बिदाको दिन भएर होला अलिकति पार्कमा छ अलिक देखिरहेको चाहिँ जताततै देख्नु सक्छ। नभए अरू बेला भने चाहिँ खासै पार्कमा मान्छे हुँदैन। साथीले त लाग्यो बनाएको बनाएको जापानमा पनि गर्मी अत्याधिक बढेको छ। आजको डिग्री सम्भवतः 30, 31, 32 भएको हुनुपर्छ। नेपालबाट प्रदेशतर्फ विदेशतर्फ लाग्यो भनेपछि मैले चाहिँ आफ्नो च्यानलमा भिडियोहरू सामग्रीहरू अपलोड गर्न पाएको छैन। त्यस्तो सामग्री कन्टेन्टहरू मैले बनाउने समय पाएको छैन, किनभने विदेशमा लागेपछि आफ्नो काम छोड्ने कुरा भएन। काममा व्यस्तता त्यत्तिकै हुन्छ अनि थोरै समय मिलाएर बनाउन सकिँदैन। रेस्ट पनि त चाहियो नि त। त्यसै हुँदाले यो भिडियोहरू चाहिँ बनाउन अलिक गाह्रो हुन्छ। साथीहरू पछाडि आउँदै हुनुहुन्छ। साथीहरूको पनि आफ्नै आफ्नै धुन छ, मेरो पनि आफ्नै धुन छ। सबैको आफ्नो आफ्नै धुन छ। कोही उभिने, कोही सामान्य 1-2जनामा त्यो बाटोमा उभिएको भेटिन्छ भने सबै आफ्नो आफ्नो व्यस्तता छ। एकदम बिजी लाइफ हो जापानको। यता माथिल्लोपट्टि जाउँ, यता जाउँ है साथीहरू, माथि जाने। गगनचुम्बी भवनहरू नागोया मेन सिटीको हो यो। नागोया मेन सिटीको भित्री भागमा मैले अहिलेसम्म प्रवेश गरेको छुइनँ। यो मुख्य भागतर्फ मात्रै मैले अहिलेसम्म यात्रा गरेको छु, घुमेको छु। त्यो भित्री भागमा चाहिँ म अहिलेसम्म प्रवेश गरेको छुइनँ। सामान्यतः यहाँ मान्छे उभिने भनेको सिङ्गल क्रस गर्नको लागि मात्रै हो, न बाटो उभिएको जता गरेको भेटिँदैन। सबै बिजी हुन्छ, सबै आफ्नो हतारमा आफ्नो व्यस्तताको कारण कसैसँग समय फुर्सद हुँदैन। उभिएर भनौँ न, उभिएर गफ गर्ने फुर्सद हुँदैन। साथीहरू पनि आफ्नो धुनमा छ हुनुहुन्छ, भिडियो बनाउने, फोटो खिच्ने। म पनि आफ्नै धुनमा छु। अहिले पनि मैले तपाईँहरूलाई भनिसकेँ, यो चाहिँ नागोयाको मेन ट्रेन स्टेसन हो, रेल सञ्जाल हो। यो चाहिँ यहाँबाट हरेक ठाउँमा यात्रा गर्ने कनेक्सन बाटो भनौँ न। यो चाहिँ यहाँबाट सबैतर्फ यात्रा गर्न सकिन्छ। मेन सेन्टर पोइन्ट नै यही हो। धेरै पछि तपाईँहरूसँग च्यानल मार्फत जोडिनु
पाउँदा एकदमै खुसी लागेको छ। अनि अलिकति नर्भस पनि फिल गरेको छु, किनभने धेरै भयो मैले तपाईँहरूसँग यसरी भिडियोमा आफ्नो कुराहरू राख्न नपरेको नपाएको, त्यसले गर्दा अलिकति डिफ्रेन्ट फिल भइरहेछ मलाई चाहिँ आज चाहिँ। साथीहरू पछाडि आउँदै हुनुहुन्छ। सबै अन्डरग्राउन्ड यो चाहिँ ट्रेन सञ्जालको गगनचुम्बी भवनहरू। यो छोटो क्लिप यही अन्त गर्दछु, फेरि पनि अरू क्लिप मार्फत तपाईँहरूसँग जोडिन्छु। अहिले छोटो विश्राम लिन्छु। हाम्रो गुरुङ छ त बोल्दा पनि बोल्नुहुने, चुपचाप छ त, आवाजै निक्लिँदैन त। दाइजो पनि गुरुङ सरको बाक्य बसेर हौ पछाडि बोल्नुपर्छ है, नभए त थाहा पाउँदैन। चल्नुपर्छ, घरिघरि खतरा गर्छ। चाहिँ चुइची गर्नुपर्छ। हेलो हो हाम्रो शेरबा सर मात्रै हो बोल्ने त, दाजु नि बोल्नुहुन्छ, तर दाजु धेरै बोल्नुहुन्छ। दाजुले त तर्साउनुहुन्छ मान्छे गएर फेरि पुलिसले उल्टो ठोक्दिएला फेरि। नमस्ते ठोक्दिया। हाम्रो फेरि नेपाली हिँडाइ कस्तो हुन्छ भने न छेउपट्टिबाट हिँड्नु न बिचबाट हिँड्नु, पुरा बाटो कब्जा हो। 3 जना हिँडेपछि विदेशी हुनेको फाइदा यही छ, केही भन्दैन। मजा छ। अब यो बाटो गएपछि हामी कहाँ पठाउँ न? भद्रकाली जाउँ न यताबाट कहाँ पुग्यो? कालीमाटी हो कि भद्रकाली? कालीमाटी। तपाईँ हाम्रो नाममा ये पार्क छ जापानको सहर। हामी तल्लो विज्ञानतर्फ लाग्छौँ।
दाजुहरूको आफ्नै आफ्नै छ, मेरो नि आफ्नै आफ्नै छ यहाँ। यसमा नोकरी पाउँछन् एकदम। आज बजार घुम्नु गएर मुखमा पानी सिवाय केही पनि खानु पाएन। साथीहरूको माल आफ्नो आफ्नो वातावरण बन्यो र मेरो पनि आफ्नै तरिका भयो। त्यो हुँदाखेरि हाम्रो यहाँ खाजा खाने माहौल पनि बनेन। अब चाहिँ खाजा खाना सबै एकैचोटि घर गएर होइन पानी बोकेर ल्याउँ ठुलो बोतल त छ नि त। ठुलो छ स्याउनु सक्यो खाली भयो। माहौल भनेको चाहिँ यही हो, जम्मा जम्मी यति हो हाम्रो। त बर्गर भन्ने कि बर्गर भन्ने त्यस्तो लाग्ने होइन। घरछेउकोमा बर्गर खान जाने र अब हाम्रो कुराकानी मिल्यो। हामी चाहिँ घर छेउमै बर्गर खान जाने भयो। घर छेउमै नै म्याकडोनल्ड छ, अनि त्यहीँ बर्गर खाने साथीहरूसँग सरसल्लाह गरिसक्यो। अब आजको विषयवस्तु खासै त्यस्तो रोचक र आकर्षक केही बन्न सकेन, किन माहौल बन्दै भनेर नि त हामी घुमेको गरेँ कता कता। अनि साथीहरू पनि आफ्नोतर्फ अनि म नि आफ्नैतर्फ। त्यसो हुँदै गर्दाखेरि त्यस्तो विषयवस्तु मैले समेट्न सकिनँ, माफ गर्नु होला। आगामी कुनै दिन यस्तै अपर्च्युनिटी मिल्यो भने पक्कै पनि राम्रो विषयवस्तु, रोचक सत्य तथ्य विषयवस्तु पनि खोजी गर्छु र त्यस्तो पाएँ म अवश्य तपाईँहरूसँग समेट्छु। साथीहरू पुगिसक्यो, अब त्यो अलि अगाडि बढ्नु पाएँ। त्यहीँबाट सिधा बस्यो भने हुँदैन हामीलाई। यो त बाटो हो नि, यो आगे बाटो सिधै भित्र बस्नु उता बालिक भनेको चाहिँ नेपाली स्टाइल हो, पुरा 11 नम्बरको गियरमा हो। अब काँडछाड त्यसपछि चढिरहनु सबै चढिरहेको भनेर हाम्रो चाहिँ यात्रा यसरी चल्छ। होइन त सर, त्यसरी नै हिँड्ने हो। हाफ प्यान्टमा पहिलोचोटि हिँडेको हुँदाखेरि अलि असजिलो, अलिक अप्ठ्यारो महसुस चाहिँ भइरहेछ मलाई। कति राम्रो बनाएको थियो पानीको दाना।
आजको मेरो भिडियो ब्लग यस्तै नै हो। यसमा निराश नहुला, अरू नहुनु होला। अरू कुनै पनि दिन राम्रो विषय, रोचक विषयवस्तु भेटेर अवश्य समेट्छु। आजलाई बजारतर्फको विषयवस्तु चाहिँ यतिमै समापन गर्न चाहन्छु। अब केही बेर पछि चाहिँ हामी चाहिँ के अरे म्याकडोनल्डतर्फ पस्नु भने जान्छौँ। म्याकडोनल्डमा पस्छौँ भने यसो खाजासाजा पनि खान्छौँ। अनि त्यसपछि चाहिँ हाम्रो आजको भिडियो सामग्री चाहिँ अन्त्य गर्छौँ। अहिले चाहिँ छोटो भिडियो क्लिपबाट फेरि तपाईँहरू बिदा मान्छु। बाई बाई एभ्रिवान। नमस्कार। अन्तत आजको हाम्रो रमाइलो साथीभाइसँग घुमघाम समापन सँगसँगै हामी चाहिँ अहिले यता म्याकडोनल्डतर्फ प्रवेश गरेछौँ। म्याकडोनल्ड सानो खाजाहरू समापनपछि फेरि भने हाम्रो आफ्नो वासस्थलहरू लागेको छ। अब थोरै खाजाको लागि हामी अगाडि बढौँ। म्याक अहिले चिन्नो चिसो भन्ने ठाउँमा आइपुगेका छौँ। लाग्छौँ दाजु काटिने होइन, दाजु काटिनुहुन्छ भेट्दैन क्या। खाना कसरी फाल्ने, कसरी उठाउने भन्ने कुरो पनि जानकारी हुनु पऱ्यो। सामान्य आजको हाम्रो यो सानो घुमघाम पछिको हाम्रो म्याकडोनल्ड खाजा समापन सँगसँगै आजको विषय चाहिँ म तपाईँहरूसँग यही समाप्त गर्न चाहन्छु। आजको सामग्री कस्तो लाग्यो तपाईँहरूलाई प्लिज कमेन्टमा आफ्नो विचार व्यक्त गर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने पनि प्लिज च्यानललाई सब्सक्राइब गरेर मलाई साथ सहयोग गरिदिनु पनि विनम्र रहनु पर्दै तपाईँ सम्पूर्ण बिदा चाहन्छु। नमस्ते, तपाईँहरूको दिन शुभ रहोस्। बाई बाई।